भाइ तपाईँको केरा यहाँ झुन्डिरहेको रहेछ कसरी हो अनि साउजी भएपछि त अनि कसरी यो दर्जन तपाईँको केरा यति सस्तो तर यो 7-7 रुपियाँ रहेछ नि त होइन अलि मिलाएर दिनु न यो त पुइसकेको छ त केरा पनि फेरिमा भनेपछि त कालो पनि छोडिँदैछ मिठो भयो भने हामी किन्छौँ है ब्ल्याक बलिदिँदै खानु तर चाख्नु त ल गाइस ए बाटोमा हिँड्ने दिदी बहिनीहरू कति नराम्रो छ मिठो भाइ त्यहीको गए खानु न खानु न यस्तो बल्ल बल्ल मौकामा पाएको